त्यो म स्पेशल ठाउँ देखाउन चाहन्छु। करिब पैदल 7 घण्टा हिँडेर तल्लो फेदीबाट तापलेजुङ मन्दिर पुग्न सकिन्छ। समुद्री सतहबाट 3794 मिटर उचाइमा रहेको ताप्लेजुङ मन्दिर पाथिभरा मन्दिर भनेर चिनिन्छ। पाथिभरा किन नाम रहन गएको भने पाथी जस्तै आकार भएकोले पाथिभरा मन्दिर रहन गएको। एकदमै सुन्दर ठाउँ जुन नेपालको दोस्रो अग्लो हिमालको दृश्य पनि तपाईँले देख्न सक्नुहुन्छ। एकदमै हरियाली, वैशाख महिनामा चाहिँ एकदमै हरियाली, डाँडाभरि लाली गुराँसले पनि एकदमै देखिरहेको हुन्छ। तपाईँहरूले पनि अहिले देखिराख्नु भएको छ पाथिभरा मन्दिर। टाढैबाट भयो भने दर्शन गर्नुहोला, एकदमै शक्तिशाली मन्दिर। सो ब्याकग्राउन्ड एकदमै राम्रो छ अनि कुहिरो पनि एकदमै लागिरहेको छ। तपाईँहरू पनि जानुहोला, एकदमै गएर राम्रोसँग भ्रमण गर्नुहोला, रमाइलो गर्नुहोला।